आज चाहिँ म फ्याक्ट अनि साँचो कुरा भन्छ है केटी मान्छेहरूलाई होइन साँचो माया चाहिँ कहिले पर्दैन क्या। अब रिलेसनसिपमा बसेपछि केटाहरूले रोकटोक त गरिहाल्छ होइन। उनीहरूलाई चाहिँ रोकटोक गरेको मन पर्दैन रहेछ कि आफ्नो हिसाबले हिँड्ने, आफ्नो हिसाबले खाने, आफ्नो हिसाबले लाउने त्यस्तो टाइप चाहिँदैछ होइन। अब केटाहरू त हुन्छ नि त, अब अरू केटीहरू भए भए त के वास्ता गर्थ्यो र होइन। अब आफ्नो गर्लफ्रेन्ड भनेपछि अलिकति वास्ता गर्छ नि त होइन, यस्तो लौ यस्तो नलौ भनेर रोकटोक त गर्छ नि त। तर केटीहरूलाई त्यस्तो चाहिँ गर्दा चाहिँ अलिकति नराम्रो लाग्नेछ कि। अब भने के भन्छ भने दुनियाँले जेसुकै भनोस् जेसुकै गरोस् मतलब छैन, म आफ्नो हिसाबले हिँड्छु। अरे बाबा, उसलाई उसको इज्जतको लागि केटाले भन्दा हुन्छ कि यस्तो गर यस्तो नगर भनेर। तर पनि के भन्नु हुन्छ नि, अब म मान्छु अहिलेको जेनेरेसन अहिलेको फेसन अनुसार चल्नुपर्छ। अब हुन्छ नि त फेसन अनुसार छ त राम्रो शरीर ढाक्ने लुगाहरू पनि छ होइन। अब केटाको हुन्छ जम्मा सिम्पल त अब के हुन्छ टी सर्ट प्यान्ट भेस्ट। अब केटीको हेर्नु पर्दा 10 थरी 10 डिजाइन निकाले हुन्छ। अब लाउने नि हो अनुसारको लुगा लगाऊ, अरू त्यो शरीर देख्ने गरी चाहिँ नलगाउ भन्न खोजेको थिएँ होइन। केटीहरूलाई त्यस्तो मन पर्दैन रहेछ कि। भन्यो भने भन्छ नि अब हग्नेलाई भन्दा देख्नेलाई लाग्छ, त्यस्तै हो। अब भन्यो भने उनीहरू रिसाउँछ रहेछ। त्यही भएर भनिन्छ कि केटीहरूलाई साँचो माया कहिले पर्दैन। त्यही भएर अहिले केटाहरूले उनीहरूलाई साँचो माया खासै केटीहरूलाई दिनको अब माया त लाउँछ 2 दिनको होइन। त्यसपछि खानालाई सुताउने टाइपको माया लाउँछ। म त्यस्तो एकदम के भन्छु भने केटीहरू तिमीहरू त्यस्तो नहौ, राम्रो लुगा लाऊ होइन, आफ्नो शरीर ढाक्ने आफ्नो इज्जत गर्छ होइन। तिमीहरूले त्यस्तो लुगा नलाउनु त्यस्तो नगरेर केटाहरूले त्यस्तो सोच्दैन, त्यस्तो आर्ट गर्दैन। तिमीहरू त्यस्तो लुगा लाउने त्यसरी उस गर्ने भयो केटाहरूको सोच्नु त्यही आउँछ। माया तिमीहरूलाई माया होइन क्या, 2 दिनको माया दिन्छ त्यसपछि खानालाई सुताइदिन्छ, त्यसपछि भोलिपल्ट को चिन्दैन भन्नुहुन्छ कि। त्यही भएर म भन्छु तिमीहरूलाई आफ्नो इज्जत आफै जोगाउने होइन। तिमीहरू त्यस्तो नहो, केटाहरूले त्यस्तो सोच्ने बाध्य नै गर्दैन कुनै पनि केटाले होइन। सकेसम्म केटीलाई डाइरेक्टली त्यस्तो कुराहरू गर्दैन नि कहिले पनि। तिमी त्यस्तै हेर्दा त्यस्तै लाउने त्यस्तै उस गर्ने भएपछि त्यसकै उसमा बोल्ने हो कि केटाहरू पनि गर्ने हो त्यस्तै। तिमीहरू आफ्नो शरीर ढाक्ने टाइप त्यस्तो भयो भने केटाहरूले चाहिँ याद पनि गर्दैन तिमीहरूलाई छुने त्यस्तो कुरा गर्ने याद पनि गर्दैन। त्यही हो, त्यसमा नराम्रो लाग्यो नराम्रो भनेको छ भने सरी। तर एक कुरा भनेको मैले आफ्नो इज्जत आफ्नो हातमा हो, आफै बचाउनुपर्छ है। अहिले त भन्नु त्यही हो, भन्नु त अर्कै लाग्थ्यो मैले होइन। गाली गर्न लाग्थ्यो सायद केटीहरूलाई होइन, तिमीहरूलाई राम्रो माया पर्दैन तर तपाईँले साँचो माया पर्दैन भनेर गाली गर्न लाग्थ्यो। तर मन मानेन होइन, तिमीहरूकै पछि त्यही भएर आफ्नो इज्जत गर्नु।